सम्पूर्णमा साँझको मेरो तर्फबाट सम्पूर्णमा नमस्कार। हजुरहरूले मैले देखाइरहेको जात्रा विशेषमा देखाइरहेको छु जुन नेपालको कला संस्कृति र हिन्दू धर्ममा आधारित एक विविध कला संस्कृतिको उद्गम स्थल र नेपालको राजधानी काठमाडौँको कीर्तिपुर सेरोफेरोबाट जात्रा विशेषमा हजुरहरूलाई अवगत गराइरहेको छु। हजुरहरूले प्रत्यक्ष रूपमा मेरो युट्युब च्यानलमा जोडिएर हेरिराख्नु भएको छ। अहिले चाहिँ यस नेवारी समुदायमा आधारित भनौँ विविध सम्प्रदाय र जात जातिसँग सम्मिश्रण रहेको भए तापनि यस चाहिँ नेवारी सम्प्रदायको बहुल्यता भएकोमा आज जात्रा भइरहेको छ। जात्रा विशेषमा यो विविध जात्रा चाहिँ नेवा शब्द र संस्कृतिमा चाहिँ वैष्णवी देवी र के देवीहरूको जात्रा भइरहेको छ। मान्छेहरू धेरै मात्रामा उपस्थित भएर आफ्नो कला संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्दै र वर्तमान समयमा आधुनिकता भए पनि आफ्नो कला संस्कृतिलाई जगेर्ना गरिराख्नु भएको छ। जुन आफ्नो परापुर्ख नेपालको इतिहासमा सबैभन्दा पुरानो संस्कृतिसँग पनि रहेको छ जुन नेवारी भाषा संस्कृति। धेरै रमाइलो भइरहेको छ। यहाँबाट विष्णुदेवीको आइराख्नु भएको छ। उताबाट वैष्णवी देवीको रथ आइरहेको छ। रथलाई यहाँ ल्याएर पूजा हुने क्रम अहिले केही छिनमा पूजा हुने अवस्थामा छ।
यस जात्रा एकदम रमणीय र उत्साहजनक यसलाई प्रवर्धन गर्दै र अहिले आवश्यक मौसमी कपडाहरू पनि खरिद गर्न सकिनेछ र आफ्नो बच्चाहरूलाई मनपर्ने खेलौनादेखि लिएर सम्पूर्ण कुराहरू मौसम चिसो सँगसँगै आफूलाई आवश्यक पर्ने सम्पूर्ण खालको लेडिजलाई आवश्यक पर्ने र सम्पूर्ण चिज वस्तु र खाद्यान्न र कपडाजन्य चिजहरू सम्पूर्ण कुराहरू जात्रा मार्फत हामीहरूले किन्न सक्छौँ। सस्तो किसिमको सुगत सामानहरू पनि पाइरहेको देखिरहेको छु मैले। एकदम पसल अगाडिसम्म लागेको अवस्था छ। पसलमा धेरै भिडभाड छ, किन्नेहरूले धेरै आफूलाई आवश्यक पर्ने सरसामानहरू किनिराख्नु भएको छ। सस्तो ज्याकेटहरू पनि उहाँ किनिराख्नु भएको छ, जुन अहिले मौसम चिसो भएको कारणले हामीले आवश्यक पर्ने कपडाहरू किन्ने राख्नु भएको छ। यहाँको स्थानीयदेखि यहाँ बसोबास गर्ने विविध क्षेत्र पेसा विद्यार्थी सम्पूर्णहरूले आफ्नो आवश्यक सामानहरू किनिराख्नु भएको छ। यसरी सस्तो सामानहरू पनि किन्न सकिनेछ। लेडिजहरूका सामानहरू पनि म प्रशस्त मात्रामा देखिरहेको छु, जुन आवश्यक सामानहरू किनिराख्नु भएको छ। यो चाहिँ अरू दिनको तुलनामा किर्तिपुरको पाँगा बस पार्कमा यस्तो पसलहरू लागेर यहाँका बासिन्दादेखि लिएर बाहिरदेखि विविध कारणले बस्नेहरू सम्पूर्णहरू सरसामान किनिराख्नु भएको छ। अरू दिनको तुलनामा यहाँ बस पार्क हो, आज चाहिँ सबै पसलहरू लागेर किनिराख्नु भएको छ। लेडिजहरूलाई मनपर्ने सामानहरू पनि यसरी बेचिराख्नु भएको छ। हजुरहरूको बालबच्चा छन्, उहाँलाई पनि सामान किन्न सक्नुहुनेछ। यदि हजुरहरूको गर्लफ्रेन्ड छ, सुन जस्तै सुनको भाउ बढिरहेको बेला सस्तो सुन दिएर आफ्नो गर्लफ्रेन्डलाई चिज गिफ्ट गर्न पनि सक्नुहुनेछ। यसरी ओरिजिनल क्यारेट 5 क्यारेट के कुन क्यारेट भन्छ त्यो क्यारेट सुन पनि दिन सक्ने खालको पसलहरू लागेको छ। पन्जा मोजा 100 को 4 जोड भनिराख्नु भएको छ उहाँले। 100 को 4 जोड यसरी पनि बेचिराख्नु भएको छ। यस्ता सम्पूर्ण सामानहरू हजुरहरू किन्न सक्नुहुनेछ। दैनिक घरायसी किचनमा आवश्यक पर्ने सामानहरू पनि किनिराख्नु भएको छ। धेरै धेरै धन्यवाद अहिलेसम्म हेरेर साथ दिनुभयो। मैले हजुरहरूलाई जुन कला संस्कृतिको बारेमा हजुरलाई केही जानकारी दिए सँगसँगै यस्तै नयाँ नयाँ भिडियो र हजुरहरूको समक्ष मेरो युट्युब च्यानलबाट हजुरहरूले सब्सक्राइब गरिराख्नुहुनेछ। हजुरहरूलाई म यस्तै भिडियो ल्याउने नै छु। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको माया सद्भावको सधैँ आभारी रहनेछु। यस्तै भिडियो हजुरको समक्ष फेरि नै छिट्टै ल्याउने छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद।